हेलो गाइज, वेलकम छ मेरो च्यानलमा हजुरलाई। यो चाहिँ मेरो आजको नेक्स्ट भ्लग सुरु गर्दैछु म। अनि हेर्नुहोस्, यस्तै हो, दिनहरू यसरी नै बितिरहेको हुन्छ होइन। अनि यो हाम्रो ट्याटु स्टुडियो हो, हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई। यो चाहिँ अलि आर्टिस्टिक भाइब्स आओस् भनेर राखेको डेकोरेसन हो। यो हाम्रो विष्णुजीको अवतारहरू हो होइन। साथै हाम्रो ऱ्यापरहरू जो बितिसक्नु भएको छ एकदम। हाम्रो शिवजीको भैरव र गणेशजी चाहिँ हामीले धर्मकर्ममा पनि एकदम इन्ट्रेस्ट दिने भएको भएर चाहिँ राखेको छौँ गाइज होइन। अनि यो हाम्रो युज गर्ने ट्याटो मेसिन जुन पेन मेसिन भयो, यो चाहिँ कोइल मेसिन छ। अहिले मैले चाहिँ यो 3टा मेसिनको युज गर्छु है। र हाम्रो यो जिमी हेन्ड्रिक्स जो लेजेन्ड गिटारिस्ट हुनुहुन्छ, म चाहिँ उहाँको नि डाइहार्ड फ्यान हो र मेटालिकाको नि डाइहार्ड फ्यान हो, एकदम मनपर्छ मलाई। र हाम्रो यो गौतम बुद्धको फोटोहरू चाहिँ एकदम शान्तिको लागिरहेको छौँ कि ट्याटुमा भाइब्स आओस् भनेर। र अब तपाईँहरूलाई म एक दुईवटा यसो पियर्सिङको भिडियोहरू देखाउँछु, हेर्नुहोस् कस्तो हुन्छ, कस्तो लाग्छ तपाईँहरूलाई होइन। अब त्यसो सब्सक्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस्। हजुरहरूले जति माया गर्नुभयो त्यति नै मलाई भ्लग बनाउनलाई जोस बढ्ने छ र म कन्सिस्टेन्सी गरेर भ्लग बनाउने छु सधैँ। हजुरहरूले चाहिँ साथ दिनु गऱ्यो गाइज। ल स्टार्ट गरिदिउँ अब पियर्सिङको भिडियो गाइज। के छ मेरो भाइ? अनि के गर्न आएको नि तिमी आज? ए ल आऊ ल भाइ, डराएको त छैन नि? अलिअलि ल डराउनु पर्दैन मेरो भाइ होइन, खासै दुख्दैन। ल आज पियर्सिङ स्टार्ट गरिदिन्छु भाइको। ल आज चाहिँ मेरो भाइको पियर्सिङ स्टार्ट गर्नु जाँदैछ हामी होइन। सामानहरू रेडी गर्दैछु। तपाईँहरूलाई पनि पियर्सिङहरू गर्नुपर्नु छ भने आउनु होला। हाम्रो लोकेसन चाहिँ काठमाडौँ बल्कु चोक हो। अनि हाम्रो क्यामेराम्यान चाहिँ पियर्सिङ हान्न आएको भाइ हो। डर लाग्यो क्या मेरो भाइ? अलिअलि रेडी हो नि मेरो भाइ? रेडी। आधा आधा छिटो सिधै डोनी दाइ, भिडियो लास्ट सिधै सिधै ल। छिटो सिधो आठा टाटा भयो। यता हेर, नर्मल बस्नु, ओठ बन्द गरेर बस्नु।